तपाईँ संसारमा हुनुहुन्छ होला हामी के राम्रो केटा डल्लेराममा जाँदैछौँ हामी डल्लेराम जाँदैछौँ काल देखेर अब चाहिँ हामी उहीँ डल्लेराम गएर ब्लग सुट गर्छौँ हामी खेतको बाटो जान लाग्यो अब कति मिनट जानु कति मिनट लाग्छ 15-20 मिनट जति होला अब फेरि हामी उहीँ गएर भेट्छौँ तपाईँहरूसित र के कस्तो हुन्छ देखाउँछौँ हेर्नु होला हाम्रो ब्लग कस्तो लाग्छ ले अब चाहिँ हामी वहाँ के जस्तो डल्ले मेलामा पुग्न लागिसकेका छौँ र त्यो वहाँ गएर तपाईँलाई फाइनल रिजल्ट देखाउने छौँ र म पनि पहिलोचोटि जाँदैछु के कस्तो लाग्छ तपाईलाई मलाई थाहा छैन म वहीँ गएर बताउँछु तपाईहरूलाई गाइज यही हो डल्ले मेला यही हो गाइज डल्ले मेला यो गाइज यो वहाँदेखि लिएर यहाँदेखि वहाँ पार्छौँ छ बन्द भएर अरू चाहिँ हामी सोरा खेलेर देख्छौँ गाइज अब हामी भित्र पस्छौँ समय सुरु भइसकेको छ उहाँले आफ्नो कला प्रदर्शन गरिरहनु भएको छ यो मञ्चको दाहिनेतर्फ प्रदर्शनी स्थल बाहिरबाट चेन्ज बस हराएको सूचना आएको छ कृपया कोही मानवहरूले प्राप्त गर्नुभएको छ भने मञ्चमा सम्पर्क गरिदिनु होला चेन्ज बस आएको व्यक्तिले आफ्नो परिचय प्रस्तुतको लागि 8 मिनेटको समय पाउँदैछ यहाँको अङ्कन प्रविधिबाट गरिने मूल्याङ्कनले उच्चको प्राप्तिको लागि सम्पूर्ण मापदण्डहरू पुरा गरेर आफ्नो चाहिँ प्रस्तुत गरिदिनु अनुरोध गर्छु
बोलबे क्यामेराम्यान पनि आएको रहेछन् गाइज यहाँ मान्छे मारेका थिए रे हामीलाई चाहिँ थाहा छैन यिनीहरूलाई थाहा छ अरे यो देख्नु छ नि यहाँ मान्छे मारेका थिए रे राम्रो राम्रो रहेछ त्यो लौ यहाँ खेल्दै तल झर्छ नि यहाँ खेल्दै 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 उता उता वहाँ यहाँ स्टेजसम्म पुग्छन् होला लगभग यत्रो छ कि यो यति पनि लाग्दो रहेछ मोरै यति अब एउटा छ यत्रीमाला भन्छ 100 रुपियाँ ल गाइस सराई आइसक्यो गाइस सराई आयो अगाडि गइरहेका छन् तिनीहरू सराई मामा भेटिनु भयो सराई सँगसँगै आउनुभयो त सराई भरि अगाडि गइसक्यो हिँड्नै सक्दैन पुग्छको गाई सराई होइन मैले त्यही बाजा केदान जन ज्ञान पुग्यो सोन पापडी वहाँदेखि लिएर हेर्नु वहाँदेखि यहाँदेखि वहाँ के हो र यो के हो साँच्चै हामीलाई चाहिने ट्याटु स्याटु बाँसुरीको भण्डार पम्किन सन्तरा दोस्रो सराई यो चाहिँ सारीबाङ हो कि के बाङको सराई थियो रे मलाई त नाम थाहा छैन पहिलोचोटि बार मिशन आते तो है ना
घर जाने बेला म बनाउँछु त के नै भन्छ अब चाहिँ गाइस हामी घर जान लागेको लगाइज हामीले किनेको सामान यही हो किनभने अब चाहिँ हामी घर पुगिसकेपछिको लास्ट भ्लग बनाउने छौँ गाई जान्छ रमाउँदिन छ नाच्छ न केटा ओइ 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 पछाडि पनि लगाइसकेको छु र अब चाहिँ मैले भ्लग एन्ड गर्न चाहेँ र के कस्तो लाग्यो कमेन्ट सब्सक्राइब गरिदिनु होला र आजको लागि मैले एन्ड गर्छु